आज पृथ्वीनारायण क्याम्पस पोखरामा नेभी सङ्घहरूको चाहिँ विद्यार्थी युनियनको चुनाव रहेछ। यो चुनावको माहौल हो। आज पृथ्वीनारायण क्याम्पसको मूल गेट अगाडि यो रोडमा चुनावको लागि भिडन्त भइरहेको छ। यहाँ चाहिँ दुईवटा छुट्टै छुट्टै पार्टीका होला सायद, मलाई त्यति धेरै ज्ञान त भएन। चुनाव रद्द गर्नको लागि धेरैभन्दा धेरै कार्यकर्ताहरू बाहिर हुनुहुन्छ, जहाँ नारा जुलुस बाजे गर्दै हुनुहुन्छ। समय गुल्योमा चाहिँ मेरो अफिस पृथ्वीनारायण क्याम्पसको नजिकै रहेको छ। आज अलिकति ढिलो भएको थियो अफिस जानलाई, अनि लगभग 7 देखि 10 मिनटमा माइक्रोमा पुगिने ठाउँमा 30 देखि 40 मिनट लगाएर अफिसमा पुगेँ। त्यो पनि अर्को बाटो भएर घुमेर माइक्रोमा। अनि किन यस्तो रहेछ, चुनाव छ भन्ने थाहा चाहिँ थियो हिजो अस्तिको जुन विज्ञापनले गर्दाखेरि, तर आज नै होला भन्ने ठ्याक्कै मलाई थाहा चाहिँ थिएन। आउँदै गर्दाखेरि बाटोमा गाडीहरू रोकिराखेको थियो, जसले गर्दाखेरि भिडभाड एकदमै बढेको थियो। अर्को बाटो भएर आउँदाखेरि अफिस अगाडि झर्दाखेरिको यो दृश्य हो। आज नेभी सङ्घ लगायत विभिन्न पार्टीका कार्यकर्ताहरू यहाँ हुनुहुन्छ। अनि विद्यार्थी युनियनको यो चुनाव तल पोखराकै एयरपोर्ट नजिकै रहेको जनप्रिय बगुसी क्याम्पसमा चाहिँ रद्द भइसक्यो भन्ने समाचार रहेको सुन्यो। यो टिएमसी क्याम्पसमा पनि चुनावको मतदान हुने छापकाट चाहिँ खासै देखिएको छैन। अहिले चाहिँ यहाँ निकै नै र्यालीहरू गरिराख्नु भएको छ। यो चाहिँ आज पोखराको दृश्य हो, तपाईँहरूले हेर्न सक्नुहुन्छ। अन्तमा यहाँलाई यहाँको दृश्य कस्तो लाग्यो, भिडियो मन पऱ्यो भने भिडियोलाई लाइक, कमेन्ट अनि च्यानललाई सब्सक्राइब गर्नु पनि नबिर्सनुहोला। धन्यवाद। पुलिसको केलाउँछ चुप होला हेरेर बस्यो होइन, हताउनु त मिल्छ नि त।